बालेन्द्र शाह अर्थात् सबैले चिन्ने गरी बालेन एउटा कलाकार, र्यापर र एउटा इन्जिनियर। यो त एउटा उनको पेशागत परिचय मात्र भयो, तर सामान्य रूपमा उनको परिचय खोज्दा एउटा साधारण व्यक्ति जो वर्षौंदेखि नेपालमा भइरहेको राजनीतिक विकृति, भ्रष्टाचार र अन्याय र पुरानो दलहरूले गर्दै आएको राजनीतिक भागबण्डबाट तपाईँ हामी जस्तो निराश भएको एउटा आम नेपाली नागरिक जोसँग देशको मुहार फेर्न सक्छु भन्ने एउटा परिवर्तनको उज्यालो छ। नाम बालेन। बालेन हो कि बालेन जेसुकै होस्, कसैले चिन्दैन तेरो नाम भन्दा। यो र्याप ब्याटलमा भने जस्तै 2082 सालको स्थानीय चुनावको 2-4 महिना अगाडिसम्म पनि धेरैजनाले बालेनको यो नामले मात्र चिन्थे। अझ कतिले त बालेनका नाम पनि सुने थिएनन्। स्थानीय चुनाव हुनुभन्दा 2-4 महिना अगाडिसम्म मात्रै एउटा र्यापर, एउटा इन्जिनियर चुनावमा उठ्ने गाई गुई हाला मात्र सुनिन्थ्यो। 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। 2-4 दिनमै त होइन, चुनाव अगाडिको 2-4 महिनामै बालेनसँग फोटो खिच्नुको भिड थियो। सुरुमा एउटा र्यापर, इन्जिनियर मेयर पदका लागि चुनाव उठ्ने भन्ने कुरा चल्दा खासै कसैले गम्भीरतापूर्वक हेरेकै थिएन। सञ्चार माध्यम, आम जनता र राजनैतिकले कुनैले पनि उनलाई खासै चासो दिएकै थिएनन्। प्रमुख राजनैतिक दलका नेताहरूले त उनको उम्मेदवारीलाई महत्त्वहीन भन्दै छलफल गर्ने समेत अस्वीकार गरेका थिए। तर जब उनी कालो पहिरनमा गाढा कालो रङको चस्मा लगाएर एक हातमा राष्ट्रिय झण्डा ओढी सहरभरि चुनावी अभियानमा निस्किन थाले, उनको समर्थन कर्म सपोर्ट बढ्दै गयो। थोरै जिज्ञासाबाट सयौं, सयौंबाट हजारौं र अन्ततः हजारौंबाट लाखौंसम्म एउटा लोकप्रिय र्यापर अन्डरडग उम्मेदवारीबाट 2079 सालको स्थानीय चुनावमा आफ्ना प्रतिद्वन्द्वीहरूको दोब्बर मतले चुनाव जितेर सिधै काठमाडौँ महानगरपालिकाको मेयर बने। न कुनै राजनीतिक पृष्ठभूमि, न कुनै राजनीतिक दल र पार्टीमा आबद्ध र न कसैसँग कुनै प्रकारको गठबन्धन, एउटा साधारण स्वतन्त्र उम्मेदवारले काठमाडौँमा वर्षदेखि चल्दै आइरहेको राजनीतिक दलहरूको रजगज नै ढालिदिन्छन्। नेपालको वर्तमान राजनीतिक उथलपुथलसँगै राजनीतिक गति र लयसँग उनी चलिरहँदा उनलाई समय र सान्दर्भिकताले मेयर पद छाडेर आउँदै गरेको फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा लाखौं जनताको भावी प्रधानमन्त्रीको आशा बोकेर चुनावी मैदानसम्म ल्याएको छ। जुन मैदानमा वर्षौंदेखि नेकपा एमालेको एउटा खेलाडीले मात्र चुनाव जित्दै आइरहेका छन्। चुनाव जित्ने मात्र होइन, 4-4 पटक एउटै व्यक्तिलाई त्यही ठाउँले देशका प्रधानमन्त्री समेत बनाएका छन्। अब यही मैदानमा छोटो समयमा उदाएका बालेन शाह नयाँ उम्मेदवार बनेर रासपा टिमबाट लडेका छन्। एमाले टिमबाट चुनाव जित्दै आइरहेका केपी ओली र रासपा टिमका नयाँ उम्मेदवार बनेका बालेन शाह बीच कुन टिमको कुन उम्मेदवारले फागुन 21 मा हुने प्रतिनिधि सभा चुनाव जित्छ भने आउने फागुन 21 गते मत परिणाम पछि थाहा होला। तर दुई टिम बीच कसले जित्ला, सम्भावना के रहेछ त? बालेन र बाको प्रतिस्पर्धा एउटै मैदानमा किन भयो त? बालेनले जिते के हुन्छ र बाले जिते के होला? आउनुहोस् यो भिडियोलाई झापा 5 मा सिम्पल म्याथमेटिक्स र सुनावी साइकोलोजीको तथ्यहरूबाट बुझ्ने प्रयास गरौँ। रूपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको 1 करोड धरौटी रकम खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने उच्च अदालत बुटवल इजलासमा निवेदन दर्ता गरेका छन्। तुलसीपुर उच्च अदालतको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सभापति रवि लामेछामेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि लामो समयपछि सार्वजनिक रूपमा देखा परेका रवि लामेछामे एक साधारण र अर्थपूर्ण बैठकको गठनमा बालेन शाह र कुलमान घिसिङसँगै देखिन्छन्। यो बैठकको एउटै उद्देश्य थियो गठबन्धन। यी 3 जनाको तर अफसोस कुलमान भने यो गठबन्धनमा सामेल हुँदैनन् र बालेन अनि रविको यो बैठकले कागजी सम्झौतामा एउटा हस्ताक्षर गर्छ। जुन सम्झौताको मुद्दा नम्बर 1 मा यस्तो कुरा लेखिएको छ: नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपन तोलिँदै घाइते तथा शहीद परिवारका मागहरूको हितचित संशोधन प्रतिबद्धता जनाउने र यही सम्झौता पत्रको बुन्दा नम्बर 4 मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामेछामे रहने र आसन प्रतिनिधि सभाको निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने। यो सम्झौतामा हस्ताक्षर भएपछि बालेनको चुनावी क्षेत्र पनि तोकिन्छ झापा 5। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लाल किल्ला। बालेनलाई बासँग प्रतिस्पर्धा गर्न झापा क्षेत्र नम्बर 5 नै रोज्नुको कारण के थियो त? अरू निर्वाचन क्षेत्रबाट पनि त उनले भारी मत ल्याएर चुनाव जित्न सक्थे। काठमाडौँबाट वा रगत र माटोको सम्बन्ध भएको उनको आफ्नै जिल्ला महोत्तरीबाट अथवा रविकै निर्वाचन क्षेत्र चितवन 2 बाट पनि चुनाव लड्न सक्थे। र बालेनले आफ्नो राजनीतिक करियर नै धरावमा राख्ने गरी बासँग प्रतिस्पर्धा गर्न झापा 5 मा नै किन पुग्यो होला त? काठमाडौँ अधिकार मागेला नै जा, घुमेला जा पशुपति।
बालेनले बासँग प्रतिस्पर्धा गर्न झापा 5 सँग पुर्याउन मध्यस्तर गर्दा ग्रुपमा भूमिका खेलेका छन् रविले। यता नेपालको राजनीतिक लामो समयदेखि एउटै चक्रव्यूहमा घुमिरहँदा उस्तै अनुहार, उस्तै भाषण, उस्तै बाचा र अन्ततः उस्तै निराशले जनतामा वर्षौंदेखि टुप्र्याउँदै आएको असन्तुष्ट यो सम्झौता पछि नेपाली जनताले अलिकति भने लामो सास फेर्ने मौका पाएका छन्। स्वतन्त्र रूपमा मेयर पद जित्नु अघि नै पुरानो चक्रव्यूहलाई राम्रोसँग बुझेका बालेनले झापा 5 लाई पनि राम्रोसँग बुझेका छन्। यही कारणले धेरै नागरिक विशेष गरी युवा पुस्ताले राजनीतिकले आफ्नो जीवनसँग जोड्न छाडिसकेको अवस्थामा बालेन युवाहरूको एउटा आशाको केन्द्रको रूपमा पलाएका छन्। एउटा इन्जिनियर जो कलाकारिता क्षेत्रमा पहिला नै स्थापित भइसकेका छन् त्यस्तो क्षेत्रलाई त्यागेर एकाएक राजनीतिमा आउनुको एउटै कारण थियो उनी भित्रको सोच, जुन सोचले योजनाबद्ध रूपले नभई परिस्थितिको दबावबाट प्रणालीलाई प्रश्न गरेको छ। विक्रम सम्बन्ध 2047 साल वैशाख 14 गते काठमाडौँमा नारा देवीमा जन्मिएका उनी मैथिली मधेसी पृष्ठभूमिबाट आएका हुन्। उनका पिता रामनारायण शाह आयुर्वेदिक चिकित्सक थिए जसको पेशाको कारण परिवार महोत्तरीबाट काठमाडौँ सरेको थियो। परिवारमा उनी कान्छा हुन्। बाल्यकालदेखि नै बालेन शहरी जीवन र सामाजिक असमानतालाई नजिकबाट देख्दै हुर्किए। यस्तै अनुभवले नै उनी भित्र एउटा सोचको निर्माण भयो। नेपाली हिपहप क्षेत्रबाट कलाकारितामा पहिलोदेखि आफ्नो बलियो छवि बनाएका उनले भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातक उत्तर अर्थात् एमटेक गरेपछि उनी काठमाडौँ विश्वविद्यालयमा पीएचडी का लागि छनौट भएका थिए। धेरै क्षेत्रमा विज्ञता हासिल गरिसकेका उनलाई राजनीतिक क्षेत्रमा पुर्याउँदै ल्याउने एक मात्रै प्रमुख कारण सायद उनी भित्र जन्मिएको परिवर्तनशील सोच नै थियो। यसरी हेर्दा राजनीतिक प्रति अभिरुचि अचानक जन्मिएको थिएन। सन् 2017 को मे महिनामा उनले फेसबुकमा लेखिएको एउटा पोस्टले यो कुरा स्पष्ट देखाउँछ। उनले त्यति बेला आफूले भोट नहाल्ने उल्लेख गर्दै भनेका थिए कारण उनी आफै उम्मेदवार थिएनन्। उनले आफू सिभिल इन्जिनियर भएको, देश कसरी बनाउने भन्ने कुरा आफूले थाहा भएको तर भविष्यलाई आफूलाई नै भोट हाल्ने दिन आउने आत्मविश्वास व्यक्त गरेका थिए। कलाकारिताबाट उनले आफ्ना गीतहरूबाट सत्ता, गरिबी, अन्याय र दोहोरो मापदण्ड माथि तीका प्रश्न गरेका छन्। गरिबको चमेली बोल्दिन कोही छैन जस्ता शब्दहरू केवल गीत मात्रै होइन, त्यो राजनीतिक चेतनाकै कारण एउटा अभिव्यक्ति पनि हो। यही चेतनाले गर्दा नै अन्ततः उनलाई सायद राजनीतिकले तान्यो। 2077 सालको अन्तिमतिरै उनले काठमाडौँको मेयरको रूपमा चुनाव लड्ने योजना बनाउन थाले र 2078 सालको मन्सिरतिर उनले स्वतन्त्र उम्मेदवारका रूपमा औपचारिक घोषणा गरे। न कुनै पार्टी न चुनावी गठबन्धन। उनका प्रमुख मुद्दाहरू थिए फोहोर व्यवस्थापन, ट्राफिक नियन्त्रण, सार्वजनिक सेवा सुधार, भ्रष्टाचार विरुद्धको कड़ा नीति र काठमाडौँको सांस्कृतिक सम्पदाको संरक्षण। 2079 सालको स्थानीय तह निर्वाचनमा बालेन शाह 38.96% मत ल्याएर नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूलाई हराए। 23,000 भन्दा बढी मतदन्तरले जित्दै उनी काठमाडौँका पहिलो स्वतन्त्र मेयर बने। मेयर बनेपछि बालेनको कार्यशैली झनै चर्चा र विवादको विषय बन्यो। उनले छलफललाई भन्दा कामलाई प्राथमिकता दिई अवैध संरचना हटाई फुटपाथ खाली गराए। भोटिङ बोर्ड पनि नियन्त्रण गरे। चुक्का खोलामाथि बनेका संरचना भत्काउने निर्णयले उनलाई अदालतसम्म यात्रा पनि गरायो। तर अहिले भने बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्धता जनाई झापा 5 लाई नै चुनावी मैदान बनाउँदै उनी अहिले सिधै चुनावी माहौलमा व्यस्त भएका छन्। झापा 5 लाई चुनावी मैदान बनाउने उनको यो निर्णय कतिको फल्दै होला त? विक्रम सम्बन्ध 2008 फागुन 11 गते तेह्रथुममा जन्मिएका केपी शर्मा ओली बालेन भन्दा 39 वर्ष भन्दा जेठा छन्। अब केपी ओली गएको महाधिवेशनबाट पार्टीको अध्यक्षमा आफू नै हुने गरी आफ्नो छोरा समानको व्यक्तिसँग चुनाव लड्नु एउटै कारण हो। सत्ता आफ्नो बनाउनु, आफूले चाहे जस्तो कानून बनाउनु, आफ्ना समर्थकहरूलाई मात्र फाइदा हुने गरी देश चलाउनु। दशकको जेल जीवन आन्दोलन र संगठन निर्माणबाट आएका उनी देशको 4 पटक प्रधानमन्त्री हुने गरी उनले पटक झापा 5 बाट भारी मतदन्तरले विजय हासिल गरिरहेका छन्। यो कुरालाई राम्रोसँग बुझेका झापालीहरूले पछिल्ला निर्वाचनमा उनलाई नै भारी मतदन्तरका साथ विजय गराएका थिए। 2079 सालको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा उनले त्यस क्षेत्रबाट 52,319 मत ल्याएका थिए, जुन प्रतिस्पर्धी दोस्रो ठुलो दल कांग्रेसका उम्मेदवार भन्दा दोबर बढी थियो। तर त्यही निर्वाचनमा भर्खरी उदाएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक मतमा कांग्रेस भन्दा दोस्रो भएको थियो। कांग्रेसपछि प्रत्यक्ष तर्फ पनि रासपा तेस्रो भएको थियो। अब अहिलेको परिदृश्यलाई हेर्दा यति बेला झापा 5 मा कुल मतदाता करिब 1,63,379 छन्। गत निर्वाचनमा 65% मतदान गर्दा यो ठाउँमा करिब 1,06,000 मत खसेको थियो। अहिले यही ठाउँमा 23,389 जना नयाँ मतदाताहरू थपिएका छन्। यदि यी नयाँ मतदाता मध्ये 70% बालेनलाई समर्थन गरे भने नयाँ मतदाताहरूबाट बालेनलाई करिब 16,365 मत ल्याउन सक्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यो ठाउँबाट समानुपातिक तर्फबाट ल्याएको मतलाई जोड्दा करिब 34,560 मत बन्न पुग्छ। मानव अहिले ओलीलाई निर्धक भोट हाल्ने मतदाता मध्ये पनि कम्तीमा 10% बालेन तर्फ सरे भने बल्ल बालेनको कुल मत करिब 40,000 पुग्छ। ओलीको सरेर
करिब 39,000 मा सीमित हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक अध्ययन अनुसार बालेनले यहाँ करिब 4,000 मतको अग्रता सहित विजय हुन सम्भावना देखाइएको छ, तर यी एउटा सम्भावना मात्रै हो। यथार्थमा यस्तो नहुन पनि सक्छ। अहिले नयाँ पुस्ताहरूमा बालेनको एउटा छुट्टै क्रेज छ। उनी पछाडि लाखौं नयाँ युवा पुस्ताहरूको साथ र समर्थनले गर्दा नै फेसबुकका पोस्टहरूमा उनले आतिला शब्दहरूले सत्तामा रहेका बलिया प्रश्न गरेका छन्। झापा 5 को जमिन बाहिर नयाँ पुस्तामा उनी प्रतिको क्रेज देखिए पनि जमिन भित्र भने पुरानै दलले जडा गारेर बसेका पुरानै पुस्ता छ। देशको मुहार फेर्ने जनताको मर्म बुझ्ने भन्दा पनि सत्ता र कुर्सीका लागि चुनाव लड्नेहरूले निर्वाचनमा एउटा मतका लागि पनि जुन हदसम्म गिर्न तयार हुन सक्छन्, पुरानो लाल किल्लामा आफूलाई हराउने सम्म कोही जन्मिएको छैन भन्ने बाको यो घमण्ड तोड्छु भन्ने यो उद्देश्यले नै बालेनले सायद झापा 5 लाई नै रोजेका हुन सक्छन्, वा सानातिनाले हराएर राजनीतिमा आउनुको कुनै मजा नै छैन भन्ने उनको सोचले गर्दा नै उनले झापा 5 लाई रोजेका हुन सक्छन्। तर राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन। हिजो ओलीले संसद विघटन गर्दा खड्ग प्रसाद ओली प्रविधि कहिले नदोहोरिने व्यवस्थाको सुनिश्चितताका लागि जनताहरूलाई मञ्चबाटै नै घोषणा गर्नुस् भनेकी रामकुमारी झाँक्रीले अब खड्ग प्रसाद ओली प्रवृत्ति कहिले नदोहोरिने व्यवस्थाको सुनिश्चितताका लागि यही मञ्चबाट तपाईहरुले घोषणा गर्नुस्। यो हाम्रो लडाई खड्ग प्रसाद ओली प्रवृत्तिका विरुद्ध हो। अहिले भने ओलीलाई कसैले गाली गरेको सहन सक्दिन। हिजो प्रचण्डको टाउको काटेर ल्याउनेलाई पुरस्कार तोकिदिएका देउवाले प्रचण्डसँगै मिलेर सरकार चलाएको पनि देखियो। जेल जानु अघि अलि रहन्जेल देश कहिले बन्न सक्दैन भनेका रविले भोलि भन्ने बासँगै मिलेर सरकार बनाउन पनि सक्छन्। खेर भोलिको दिनमा जे भए पनि अहिले बालेनले झापा 5 मा हार्दा पनि उनी राजनीतिक रूपमा समाप्त हुँदैन। बरु शक्तिशाली नेतासँग सिधा भेट्ने साहसले उनलाई युवाहरूमा एउटा आइकोनिक नेताको छवि दिनेछ। तर यदि उनले त्यस ठाउँबाट जितिनी हाल्यो भने त्यो जितले उनलाई सिधै देशको कार्यकारी नेतृत्वका लागि वैधानिकता प्रतिदान गर्नेछ। चेन्जी आन्दोलनको आफन्तवा लिने गरी उनले रासपासँग गरेको त्यो चुनावी सम्झौताबाट झापा 5 को मत परिणामले उनलाई त्यस ठाउँबाट त्यसको भावी प्रधानमन्त्री हुने गरी जितायो भने गएको भादौ 23 र 24 गतेको जेन्जी आन्दोलनको माग पूरा गर्नेछ। सत्य तथ्यको छानबिन गरी दोषीलाई कारवाही हुनेछ। यदि उनले फागुन 21 गते हुने चुनावमा हारि नै हाले भने पुरानै शक्तिको उदय हुनेछ। जेन्जीहरूको माग पूरा गरी दोषीलाई कारवाही गर्नु भन्दा पनि जेन्जीहरू वैधानिक रूपमा आतंकवादी हुनेछन्। जेन्जी भनेको आतंकवादी हो। अब अन्तिम फैसला झापाको हातमा छ। बालेन शाहको यो साहसी वाचा सफल हुन्छ कि केपी ओलीको किल्ला अझै रहन्छ। जेन्जी आन्दोलन पछि बनेको अन्तरिम सरकारको मुख्य काम नै चुनाव गराउनु थियो। यो चुनाव तपाई हामीहरूका लागि राम्रो नेतृत्व छान्ने एउटा अवसर हो। हाम्रालाई छान्ने कि राम्रालाई छान्ने यो तपाई र हामीहरूकै हातमा छ। प्रजातान्त्रिक नेता बीपी कोइरालाको एउटा भनाइ छ, मतदाताहरूले राम्रो व्यक्ति छान्ने मौका नदिने हो भने चुनाव निरन्तर अभ्यास मात्रै हो। हस्त आजको लागि यति नै। अर्को यस्तै भिडियोमा हाम्रो भेट अवश्य हुनेछ। जाँदा कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त।